ल नेक्स्ट डेको गुड मर्निङ। हामी अर्को दिन बिहान उठेर चिया खाएर उकालो लाग्यौँ। चिसो यस्तो डेन्जर छ या अब यो उकालो डाँडामा पुग्नुपर्छ। डाँडामा है लुखर हिँड्ने अब फेरि के छ सर सुताइ कस्तो भयो रातिको? माया होटल लज सुताइ गयो कस्तो भयो? गाह्रो भइरहेछ। अहिले एकछिन कुरै नगरौँ। अब एकछिन स्यास्या हुन्छ नि सर। सबैभन्दा मुख्य उकालो हिँड्दैछौँ। त्यहाँ गुम्बा पुग्नुपर्छ। पन्जा थियो तपाईँ बाइकमै छोड्नुभयो कि होइन भन्छ? आदि कृष्ण है त्यस्तो साह्रो गाह्रो हुन्छ जस्तो छैन माथि पुग्न होला नि त। ओह्रालो त्यस्तो त्यो माथि गुम्बाभन्दा माथि ठाड्दै उकालो भनेको कहाँ हो? यही हो यही हो ठाड्दै एउटै त रहेछ तिर गयो। यस्तो उकालो हिँडिरहेको छौँ। जुत्ता पनि चिसा चिसा छन्, रेनकोट पनि चिसो चिसो छ, कपडा पनि चिसा चिसा छन्। हिँड्दा छ लुखत लगाएर। कस्तो कालो डाँडो हो र सर, कालो न कालो डाँडा डाँडा अन्त यार। यहाँदेखि उँधोको भ्यू यस्तो छ। हामी यतै होटलमा बसेको त तलतिरपट्टिको माया होटलभन्दा मुनिपट्टिकोमा। लु फाइनल्ली यस्तो डाँडामा चाहिँ आइपुग्यो। पारि हिमाल छन्। यहाँ हाम्रो सत्तुचुक्क बस्नु भएको छ। अनि तल यस्तो छ, पारि पनि हिमाल छ। कुन हिमाल छ चाहिँ थाहा छैन। औ हिँड्दा यहाँ आइपुग्यो। अझ त्यो माथि झन्डा फर्काइरहेको छ नि, त्यहाँ पुग्नु छ। पानी परेको ल्याङ हानेको नि हौ साथीको। फाइनल्ली थोडा बहुत नजिक आ गया हम। क्या गरे त्यहाँबाट यहाँ आउनु यत्रो टाइम लाग्यो। 2 घन्टा लगभग 2 घन्टा। हो पाइ त अलिकति घाम त लाग्यो यार त्यहाँ। अन्त त यो के साह्रो धौ भएको र। लु अलिकति भयो भने नजिक आइपुग्यो। टाउको यस्तो मजाले दुखिरहेछ त्यो मलाई थाहा छैन, अरूकोलाई थाहा छैन। ल त रान पर्यो बा। धौधौ गरी गोसाइँकुण्ड गेटमा चाहिँ आइपुग्यौँ। अब कहाँ पुगिन्छ? ल हेर्नुहोस्, गोसाइँकुण्डबाट बगेको गङ्गा मैया उद्गम स्थल गोसाइँकुण्डको अझै छिर्न पर्ने छ। हामी त्यहाँदेखि त्यो डाँडा पारिपट्टि, यो कालो डाँडोभन्दा ठ्याक्क पल्लोपट्टि पुग्नु छ हामी। तर यो भ्यू चाहिँ कस्तो दामी हो नि। आहा यो अनि थकान पुरै मेटाइदिन्छ यस्तोले नि। आहा ल फाइनल्ली गोसाइँकुण्डभन्दा थोरै दुरीमा, थोरै के भन्नु अझै थुप्रो छ नि त, किन अब थोरै दुरीमा भन्न चाहिँ मिल्यो। थोरै दुरीमा छौँ। यो खोजभित्र चाहिँ नागकुण्ड छ अरे। अनि ऊ माथि चाहिँ गोसाइँकुण्ड हो। त्यहाँ चाहिँ गोसाइँकुण्ड छ। यो खै कुन कुण्ड पो, यहाँ अर्को कुण्ड छ। यस्तो दामी ठाउँ छ। ल क्या मजाको ठाउँ छ। यता हेऱ्यो त्यस्तै उज्यालो रमाइलो छ। यहाँ आइसकेपछि घाम पनि देख्छ, अलिकति घाम पनि आयो। मान्छेहरू पुरा थुप्रो हिँडिरहेको छन् यहाँदेखि। अरे आँखियो पलात्तै लाएर
यहाँदेखि ओह्रालो झर्न पनि छ फेरि यत्रो ओह्रालो फेरि अनि उकालो वहाँ त्यहाँ पुग्नु छ अझै हे भगवान् क्या करे हम लखै त रान पर गया हम त ल यो नागकुण्ड भयो हेर्नु है ए मान्छेले के कारणले हेर्नुहुन्न चाहिँ भन्छन् है पहिला कुनै साधुले उ गरेको थियो अरे के अरे तपाईँको ध्यान गर्ने बेला खै कसैले नआउनु भनेर गाड राखेको थियो अरे भित्र आउनु नदिनु भनेर अनि भित्र गइसकेपछि त खै को मान्छे चाहिँ भित्र गइदियो अरे भित्र गइदिइसकेपछि चाहिँ त्यो साधु बाबा चाहिँ मऱ्यो अरे अनि त्यही भएर चाहिँ यो कुण्डलाई चाहिँ नहेर्नु भन्नुहुन्थ्यो सधैँ के हो मलाई पनि फ्याक्ट त थाहा छैन है तर कस्तो डेन्जर कालो देखिरहेको क्या गोसाइँकुण्ड त्यहाँनिरमा आइपुग्यो लु फाइनल्ली गोसाइँकुण्ड पुग्यो आइ मर्नु भएर पुग्यो घाम लाग्यो अलिकति र अलि सजिलो भयो हिजोको जस्तो दिनभरि पानी परेको भइरहेको त बिजोक हुन्थ्यो अब चलियो हामी चाहिँ गोसाइँकुण्डको ठ्याक्क गेट यहाँ छ गेटमा पुग्यो तपाईँहरूलाई यहाँदेखि म टक्क लाएर देखाउँछु ल के देखाउँछु भनेपछि आइया ल दिस इज भन्छ नि के भन्छन् थाहा छैन है यो चाहिँ नागकुण्ड अनि तपाईँको गोसाइँकुण्ड अझै देखिया छैन के माथि अलिकति देखियो ल गोसाइँकुण्ड कहाँ हानेछु त्यहाँ अलिकति गोसाइँकुण्ड देख्यो अब यसो यहाँ होटेलमा चेक इन गर्ने अनि त्यसभन्दा पछाडि चाहिँ आया अर्को कुण्ड जानु छ हातै गल्छ भने अर्को कुण्ड सूर्यकुण्ड यो कालो डाँडा छ नि यो कालो डाँडाभन्दा माथिपट्टि जानु छ सूर्यकुण्ड कति चिसो हावा चलिरहेछ गजबको छ माहौल अन्त यो माथि पर भित्तो कस्तो छ आमामा कडा खायो नि ओठै फुट्न लागिसकेछ लु फाइनल्ली गोसाइँकुण्ड पुग्यो है गोसाइँकुण्ड ए यो घर त होइन नि यो ल गोसाइँकुण्ड हो त्यही यो शिवले त्रिशूल हानेर ट्याक लाएर पानी आएको यो चाहिँ गोसाइँकुण्ड भयो हेलिकप्टर सबतिर रोकिन्छ के ल गोसाइँकुण्ड आइपुग्यो मेन मन्दिर रहेछ यता साइडमा कुण्ड छ अनि साइडमा मालाहरू किन्ने ठाउँ छ बादलहरू बिस्तारै आउँदैछ एक राउन्ड हानौँ भनेर निस्केको भोक एकदमै धेरै लागिरहेछ है एकदम मेन मन्दिर चाहिँ यो रहेछ ल हामी सूर्यकुण्डतिर लाग्यो मच्छर टोक्यो सूर्यकुण्डतिर लाग्दैछौँ नि मेरो पछाडिको गोसाइँकुण्ड भयो हामी यस्तो ठाडो बाटो हिँड्दै सूर्यकुण्डतिर गउँ न खाना खाएर जाउँ कि भनेको खाना बरु पछि आएर खाउँदा भन्ने लाग्यो बादल आइगयो सर बादल झ्याप्प आइगयो तनाउला जस्तो छ पानी आएर कस्तो कालो डाँडा यार डाँडा पनि पुरै कालो छ अनि ल यो गोसाइँकुण्ड यो ताल बन्या छ नि यो ताल बन्नुमा यो चिजको उ छ ठुलो महत्त्वपूर्ण हात छ शिवले भगवान् शिवले त्यो ठाउँमा त्यो समुद्र मन्थनको बेला विष निस्किएको छ त्यो
हो त्यो विष चाहिँ सेवन गरेर घाँटीमा राख्ने बेला चाहिँ घाँटी एकदमै धेरै खसखसाएर यो ठाउँमा चाहिँ आफ्नो त्रिशुल प्रहार गरेर पानी निकाल्नु भएको थियो। कहीँ अन्यमा छ त्रिशुल पनि हो त्यहाँनिरमा। ए हिँड्न सकिएन अलिकति घाम त लाग्यो। त्यहाँबाट यहाँ आउनलाई मर्नु भइगयो। यहाँ 1.5 घन्टा लागिसक्यो। त्यहाँबाट आउनु त त्यहाँबाट तर 1.5 घन्टा लागिसक्यो यहाँ आइपुग्दा। 1.5 घन्टा लागेन, 1 घन्टा अलि भएन होला अलि त हिँड्नुपर्छ। बसेर काम छैन। हेर्नु यो गोसाइँकुण्डमा तपाईँको ठ्याक्क लागेर त्यहाँनिरमा चाहिँ कतापट्टि हो ठ्याक्क देखिँदो रहेछ। देखिएको छैन यहाँनिरमा चाहिँ शिव सुतेको देखिँदो रहेछ क्या। भगवान् शिव सुतेको चाहिँ एकदम देखिँदो रहेछ त्यहाँदेखि। हामी चाहिँ अहिले सूर्यकुण्ड हिँडिरहौँ, त्यही भएर घाम पनि लागिरह होलान्। बुढो स्याहाँ परिसके। बुढा मान्छेसँग आउँदाको बेफाइदा टाउको दुखेर झिनिक्क बनायो मेरो पनि। यहीँ छ अबको लक्ष्य चाहिँ उतो डाँडा गएर बस्ने हो। यति शान्त छ कि कतै कतै तपाईँको खोलाको साउन्ड आउँछ, नत्र या कहीँ कौवा कराएको साउन्ड आउँछ, नत्र यति शान्त यति आनन्द छ यहाँ। मजा छ। तल गोसाइँकुण्ड छ हामी हिँडेको सूर्यकुण्ड। यति गाह्रो भइरहेको हिँड्नलाई। 5000 मिटर समुद्र सतहदेखि 5000 मिटर अग्लो आइसक्यो। अहिले त थोरै हिँड्यो भने पनि अक्सिजन नपुगेर पट्याक हुन्छ मुटु। हिजो बेलुका आएर केही खाना खाएको छैन। अहिले 10 बजिसक्यो। ओहो अय्या हो जय शम्भो। घाम लाग्यो पम त आनन्द फिल भइरहेछ। थाकेर फ्ल्याट पर्यो भने आयो बाबरे थाक्यो। एउटा कुण्ड त आइपुग्यो। खै कुन चाहिँ कुण्ड हो ठ्याक्क पछाडिपट्टि यत्रो ठुलो कुण्ड छ। कुन चाहिँ हो थाहा छैन, तर यत्रो ठुलो कुण्ड आयो। यहाँ अर्को पनि यस्तो कुण्ड भेट्यो। यहाँ यताको भ्यू यस्तो छ है, पुरा डाँडा। सुतिरहेको छु म, अति नै थाक लागेर। यस्तो डाँडा छ या अरे यस्तो कुण्डमा आइपुग्यो। कुन कुण्ड हो यो? गाइस मार्नु थकाइ लागेरै व्रतकुण्डको अगाडि आइपुग्यो। यहाँ चाहिँ व्रतकुण्ड। अब हो त्यो माथि त्यो डाँडामा जहाँ हो त्यो माथिको डाँडामा छ सूर्यकुण्ड। या है सास फुस्केला जस्तो भइसक्यो। तर भ्यू चाहिँ कस्तो राम्रो छ भनेछ के भन्नु यार, अति नै राम्रो क्या। फोटो खिच्दिन पर्यो अलि सरको। गाइज तनाव भयो के आधी आन्न जानु खोजेको कुण्ड चाहिँ फेरि अर्को कुण्ड भेट्यो। कुण्ड मात्रै छन् भने यता यस्तो कालो न कालो पहाड छ, यता पनि त्यस्तै छ, यता पनि त्यस्तै छ, यता पछाडि पनि त्यस्तै छ। यो पुग्नुभयो सर। त्यो माथि एउटा घर देख्यो, त्योभन्दा उतापट्टि छ क्या जस्तो छ। यहाँ थाकेर ओठमुख सुकिसक्यो गाँठे आउँदै आन्न यार। दर्शन गऱ्यौँ तर अहिले यतिखेर यो हरेक सेकेन्डमा रङ परिवर्तन गर्ने भन्थ्यो हो रहेछ। हुस्सीले ढाकेर अहिले अन्धकार केही पनि देखिँदैन। पृष्ठभूमिमा सूर्यकुण्ड हो। हामीले अहिले खिचेको भिडियोमा यस्तो देखिन्थ्यो। यो भित्र थियो सूर्यकुण्ड, अहिले छैन, गायब भइसक्यो।
आउँदा आउँदै बाटो छेकिसके अवस्था छ। पुरै कुण्डबाट फर्केको यस्तो सेतै सेतो भएर कहीँ बाटो नदेखेर भुमरी कुण्डमा पर्छियो हामी। कहाँ हो कहाँ उता अर्को कता हो बाटै थाहा छैन। साइको भइरहेको जाम हामी। नुहाउने ठाउँ त आइपुग्यौँ हामी कि, तर नुहाउन ढ्याक्कै सकिएला जस्तो चाहिँ छैन हौ स्थिति चिसोले। ओहो खै अब के हो ठेगान छैन। पानी हल्का हल्का परिरहेछ यस्तो छ स्थिति। चिसो भइसक्यो यहाँ गर्ने भइसक्यो। पानी कम त चिसो होला यो हिउँको पानी। नुहाउने चाहिँ कसरी हो भन्ने कुरो हो यहाँ। बोले बाबा टोपी निकालेर झम्मै कान्दिनु के यस्तो गरेर हुन्छ बोले बाबा। भैभरि कहाँ हाल्छ एउटै त हो तर यो धान्नु र त्यो पहिल्यै जिउमा पुरै पानी हाल्नु पर्छ कि न त स्ट्रोक हान्छ अरे कि थाहा छैन। भयो यति हो भगवान्, मैले सकिनँ यति हो, मलाई माफ गर। यति त कोही जस्तो भएको थियो रातभरि ज्वरो आएर हेरी। सरले चाहिँ चुबुल्की हानेर आइसक्नु भयो। अब मेरो पाली छ तर सकिएला जस्तो त लागेन। जाम अब त्यहाँ गएर के हुन्छ हेरौँ। आहा जय शम्भु। जय शम्भु जय शम्भु जय शम्भु शम्भु जय शम्भु। नआएर आइयो सक्यो नुहाउनु। त्यस्तो साह्रो चिसो चाहिँ छैन, सक्यो नुहाउनुलाई। अब दर्शन गरेर नुहाएर सबै गरेर सक्यो। अब पूजा गर्न बाँकी। सर लाइटहरू लिन जानुभएको छ। अब पूजा गर्नुपर्छ अनि त्यसभन्दा पछाडि निस्किनुपर्छ हामी। ल जय शम्भु। नुहाउँदा पनि नुहाइयो अनि त्यहाँबाट पूजा पनि गरियो, टिका पनि लगाइयो, सबै गरियो। हल्का पानी पर्यो, चिसो भइरह
दौडिनु पर्यो होइन। अनि अहिले चाहिँ म ठ्याक्कै त्रिशुल धाराको जल लिनलाई हिँडेको। मेरो अनुहार सुनेर यत्रो बढी मानको भइछ। ए 2टा बोतल लगेर त्रिशुल धाराको पानी लिन हिँडेको उता माथि। चल लु लन्ड्रेङ पाद्रेङ के हो लगाएर हिँड्यो। यहाँबाट फर्क्यो गोसाइँकुण्डबाट। ल सर पनि पछाडि। आज त फुल एन्ड सेफ्टीकै साथ हिँड्नुभयो हिजो। लौरो छ ओह्रालो झर्दैछौँ। अब लाग्यो ओह्रालो। यो गोसाइँकुण्ड ठ्याक्कै हामीहरू देखिन्न क्या अब चाहिँ। अब चाहिँ नागकुण्ड मात्रै देखिन्छ। मैले पनि अर्को लट्ठी कहीँबाट पाएँ भने सर डबल लट्ठी टेकेरै हिँड्छु। भगवान् हातले बल्ल बल्ल अलिकति काम गर्न लागेका हुन् कि जस्तो भयो। अघिसम्म त कामै गरेको थिएन भने म त माथि पुग्ने रहेछ सर। मुटु दुखेर त अघि जल ल्याउनु गएला मुटु दुखेर सासै फेर नसक्दिनँ त। दगुरे नि त म त अझ यस्तरी दगुर्थेँ। मान्छे पोट डुबेर मऱ्यो अरे। डुबेर त्यही कुण्डमा ए स्विमिङ गर्ने मान्छेहरू छ। म स्विमिङ गरिहाल्छु भन्नुभयो अरे। ल अब लाग्यो हामी बाटोमा के हुन्छ अहिले के हुने हो। यस्तै तैसो त छ पानी मात्रै आउँछ नि। अरू के हुन्छ देखा जाए क्या। लगाइछु गोसाइँकुण्डबाट हिँडेको 1 घन्टामा लौरीबिना पुग्यो। थाक त लागेन नि। 3950 मिटर। थाक त लागेन नि भनेको। थाक त अब अलिअलि छ। हामी अस्ति जहाँ बसेका थियौँ त्यही होटल ढुङ्गा ठ्याक्क अगाडिपट्टि आइपुग्यो। पानी परिरहेछ मन्द। आया फोटो खिच्न पऱ्यो अरे। यो चिज उत्पादन क्षेत्र हो। ल फाइनली चोलाङपाटी भन्ने ठाउँमा आइपुग्यो। माथिबाट झरेर अम्मा अनुहार त कस्तो भएको र सुनेर त। अनि यो ठाउँमा क्या हामी जाने बेला कालो चिया खाएको है। कालो चियाको कति रुपियाँ पर्छ होला नर्मली भरिमा पऱ्यो भने 25 रुपियाँ ल 25 रुपियाँ 30 रुपियाँ होइन। यहाँ कति पऱ्यो होला 60 रुपियाँ अरे भएन त। कालो चिया पनि होइन हौ तातो पानी जस्तो थियो। तातो पानीमा यसो चियापत्ती हालेको चिनी पनि थिएन। नसाइको चाउचाउ 100 रुपियाँ। माथि गोसाइँकुण्डमा त चाउचाउको पनि 300 रुपियाँ। महापुलीहरू कम्ता गोसाइँकुण्डदेखि फर्स्ट ब्रेक। 3 घन्टा हिँडेर बल्ल बस्यो। राम अय्या अलि अनुहार त अलि ठिक भयो क्या सर अहिले त हो अझै बाटो यस्तो छ अब देउराली चोलाङबारी र देउरालीको बिचतिर छौँ कि देउरालीको नजिक छौँ थाहा छैन। यस्तो सेतो न सेतो छ लागेर विश्व लागेर अब बस्यो उठ्न मन लाग्यो पो त। उठ्नै मन लाउन्न यार। ल त्यही हो हिँड्दैछौँ अब। कहाँ पुर्याउनु हो त है? कहाँ पुर्याउनु हो र? मेलाको लागि गाइजहरू आया मेरो कानबाट सास गइसक्यो। खुट्टा दुखेर त्यस्तै हालत छ। पुग्ने कतिखेर भन्ने ठेगान छैन। अय्या आम्मा अनि उता तल देखियो घर देखियो नि एउटा होइन त्यहाँ अलि पनि छन् अरू पनि छन् घर त
त्यहाँ चाहिँ त्यही हो देउराली। त्यहाँ देउरालीमा त्यहाँ पुग्नु छ। बाहिर त्यस्तो पनि गर्छ यार बाहिरमा। अनि त्यहाँ पुग्नु छ। पुग्नलाई यहाँ खुट्टाले अब त नाइ भनिसक्यो खुट्टाले चाहिँ। आफूले चाहिँ पेलिरहेको छु जोस् पेल्याछ गरेर मोबाइलले हातै ठडाउनु सक्दिनँ क्या अरे। मोबाइल हातैले हातले मोबाइलै ठडाउनु सक्दिनँ यार। हात गलेर ल्याङफ्याङ भइहाल्छ। अनि त्यहाँबाट त्यो देउरालीबाट अझै 1-1.5 घन्टा लाग्नेवाला छ तल पुग्न। मेरो हालत क्या हो, कान दुखिसक्यो क्या यार। कानबाट हावा गइसक्यो, फुवा गर्छ यार कानबाट हावा त। हुस मम्मी आमामामा तपाईँलाई एउटा दामी भ्यू देखाउँछु र ल यहाँदेखि। ओहो आमामा पारी घर हो त्यहाँ झरना कस्तो दामी छ। यहाँ बस्ती छ यत्रो ठुलो बढेको। आया बिजोग परेर आइपुग्यो ल। लगभग अब त आइपुग्यो भन्दा नि हुन्छ। खेतामा आइपुग्यो मम्मी त्यस्तो छ। उहाँ तल पुगिसक्यो बुढो। उहाँ भने अगाडि घोडाले छेक्यो। कहाँ हिँड्या हो? हेलो कता हिँडे बुढाछोरी छाडै खोलातिर हिँडे। कान खुलो भयो, कान बन्द थियो, कानै खुलो च्वाट्ट गयो कान। यस्तो नमजा आइथ्यो। खुट्टा हेर्नु छ नि तिरिर काम्या छ। रेनकोट खोल्न पाएको छैन। मान्छेले किन गएछन् बुढा जानु पर्यो यार फेरि। लु हिँडाइको सुरुवात जहाँबाट भएको थियो त्यहीँ आइपुग्यो। फाइनली मरेर आइपुग्यो। यत्रो डाँडा 5-6 डाँडा काटेर आइपुग्यो। अनुहार अझै बसेको छैन। कम्ता चिसो भएको थियो। खुट्टा यहाँ हल्लाउन मिलेको छैन। यहाँ चिसो पसिनाले पुरै कपडा भिजेछ। अनि त्यहाँबाट टक्क खोलिदियो कपडा अति। अनुहार यस्तो छोयो भने नि कस्तो पोलिरहेछ भने खैकिन पो। बाटोमा हिँड्दै खाना खाएर हिँडिसक्यौँ है। बाटोमा हिँड्दा यस्तो राम्रो भ्यू देखियो अनि बाइक रोकेर टक्क लागेर यस्तरी पछाडि फर्केर देखेँ। आहा ल यस्तो दामी भ्यू छ ल यता। ल फाइनल्ली सिधै घर आइपुग्यो, कोठा आइपुग्यो। अब ल्यात्त परेको छ, थकेर सुत्नुपर्छ। अब पटक्क लगाएर अनि अब घुमाइ चाहिँ एकदम रमाइलो भयो, मजा आयो। अनुहार यस्तो रातो नरातो भइसक्यो चिसोले यस्तो भयो छ। ठिक छ घुमाइ भनेको यस्तो हुन्छ घुमाइकोमा। अनि अब बोल्ने केही जाँगर त्यस्तो साह्रो केही जाँगर छैन है।
अनि अरू कुरो त्यही हो। ब्लग अन्तिमसम्म हेरिदिएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई। अब अन्तिमसम्म हेर्नुभयो या हेर्नु भएन थाहा भएन नि त, अब कमेन्ट गर्नु हेर्नुभयो कि हेर्नु भएन भनेर। अरू त्यही हो। अहिलेलाई चाहिँ बाई बाई। अब सिधै अर्को ब्लगमा भेटौँला। बाई।